आज मैले छोरीहरूलाई घरमै चिकनको अचार बनाइदिँदैछु। चिकन फ्राई गर्दैछु रातो हुने गरेर। यता अदुवा काटेर लसुन काटेर ठिक पारेर राखेको छु। रातो हुँदैछ, यतिकै रातो हुँदै निकाल्दै गर्छु। यहाँ मैले मसला रेडी पारेको छु। यो मसलामा मैले के राखेर मसला बनाएको छु भनेपछि मैले जिरा राखेको छु, सोप राखेको छु, टिमुरको गेरा राखेको छु, मरिचको गेरा, त्यसपछि तोरी, अनि सोप, अनि ज्वानो, ल्वाङ, सुकमेल सबलाई भुटेर अनि मिक्सरमा खसो खसो टाइपको मसला रेडी पारेर राखेको छु। यो अहिले अचार बनाउँदाखेरि यो मसला मैले प्रयोग गर्छु। अघि काटेर राखेको लसुनलाई फुराउँदैछु। यतिकै रातो भएपछि निकाल्छु। अरू बाँकी अदुवालाई पनि यसै गरी फुराउँछु, लसुनलाई पनि यसै गरी फुराउँछु। मासुको अचार बन्दैछ। आज मेरो काम सन्च नभई पनि